हेलो एभ्रिवान, वेलकम छ मेरो युट्युब च्यानलमा। आज हामी कुरा गर्नेछौँ बाबर आजमको बारेमा। के बाबर आजमलाई हामी एनपिएल सिजन 2 मा हेर्नेछौँ? साथीहरू, यो म भन्दैन, यो सुदूरपश्चिम रोयल्स टिमको ओनरले भन्नुहुन्छ। सबैभन्दा पहिला तपाईँ यो क्लिप हेर्नुहोस् त। डेभिड वार्नरसँग पनि कुरा भइरहेछ, स्टिभ स्मिथ भयो, बाबर आजम भयो, होइन, उहाँहरूसँग पनि हाम्रो कुरा भइरहेछ। हामी साथीहरू, यो भन्दा पहिला सुदूरपश्चिम टिमको ओनरले होइन स्टिभ स्मिथ र डेभिड वार्नर जस्ता प्लेयरहरूलाई होइन एनपिएल सिजन 2 मा खेलाउन प्रयास गरिरहेको थियो। तर अब बाबर आजम जस्ता ठुलो प्लेयरहरूलाई पनि खेलाउन प्रयास गरिरहेको छ। अब मानिहाल्नु एकछिनको लागि, यदि बाबर आजम हाम्रो नेपालमा सुदूरपश्चिम टिमबाट खेल्न आयो भने हाम्रो नेपालमा के हुनेछ? साथीहरू, म तपाईँलाई एउटा अझै कुरा भन्नेछु। सिजन 1 मा इन्डियाको फेमस क्रिकेटर शेखर धवन आउनु भएको थियो केही म्याच खेल्नको लागि। जब शेखर धवन स्टेडियममा होइन इन्ट्री हान्यो भने त्यो बेला स्टेडियमको क्राउड यति थियो कि त्यहाँ बस्न कि खुट्टा राख्न पनि एकदमै अप्ठ्यारो भइरहेको थियो। तर साथीहरू, बाबर आजम, स्टिभ स्मिथ र डेभिड वार्नर जस्ता प्लेयरहरूलाई हाम्रो नेपाल प्रिमियर लिग खेलाउन सिजन 2 मै खेलाउन किन होइन यति छिटो बोलाइरहेको छ? म तपाईँलाई भन्नेछु साथीहरू, योभन्दा पहिलाको सिजनमा होइन धेरै देशबाट प्लेयरहरू आएको थियो खेल्नको लागि। तर त्यो प्लेयरहरू जुन देशबाट आएको थियो खेल्नको लागि, त्यो प्लेयरहरूको फ्यान पनि पक्कै हाम्रो एनपिएल म्याच हेरेको होला अनि हाम्रो एनपिएलको बारेमा होइन त्यो देशहरूमा पक्कै चर्चा भएको होला, पक्कै थाहा भएको होला कि नेपालमा पनि प्रिमियम लिग होइन एनपिएल प्रिमियम लिग जस्ता लिगहरू चलिरहेको छ। अब बाबर आजम, स्टिभ स्मिथ र डेभिड वार्नर जस्ता टिम प्लेयरहरू आउन थाल्यो खेल्न भने होइन अस्ट्रेलियामा पनि, पाकिस्तानमा पनि र इन्डियामा पनि होइन धेरैलाई थाहा हुनेछ कि होइन नेपालमा पनि एकदमै ठुलो लिग भइरहेको छ। होइन बङ्गलादेशमा जस्तो पाकिस्तानमा होइन अस्ट्रेलियामा जसरी लिग भइरहेको छ त्यसरी हाम्रो नेपालमा पनि भइरहेको छ। यो कुरा सबैलाई थाहा हुनेछ, होइन वर्ल्डैमा थाहा हुनेछ कि नेपालमा पनि एकदमै राम्रो होइन के अरे प्रिमियम लिग भइरहेको छ, एकदमै ठुलो ठुलो प्लेयरहरू खेलिरहेको छ। साथीहरू, यदि तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र बेल आइकनलाई अल गरिदिनु होला अनि कमेन्टमा पक्कै भन्नु होला साथीहरू मेरो भिडियो कस्तो लाग्यो।